रिस्क लिन सिक्नुहोस्, तब मात्र फाइनान्शियल फ्रिडम पाउनुहुन्छ। रोबर्ट कियोसाकीले आफ्नो किताब रिच ड्याड पुअर ड्याड्समा पैसाको रहस्य लेखेका छन्। के तपाईलाई लाग्छ धनी बन्न भाग्य चाहिन्छ? यो पुस्तकले देखाउँछ कि सही ज्ञान र सही कदमले तपाईँ पनि धनी अवश्य बन्न सक्नुहुन्छ। विद्यार्थी, जागिरे र बिजनेसम्यान सबैका लागि उपयोगी यो बुक रिच ड्याड पुअर ड्याड किन महत्त्वपूर्ण छ र यो पुस्तक के हो, यसको विषयमा थोरै अध्ययन गरौँ। रिच ड्याड पुअर ड्याड एउटा यस्तो किताब हो जसले पैसाको व्यवस्थापन र धनी बन्ने तरिका सिकाउँछ। लेखक रोबर्ट कियोसाकीले यो पुस्तकमा पैसाको खेल र वित्तीय स्वतन्त्रताको रहस्य खोलेका छन्। यो पुस्तकले भन्छ धनी बन्न पैसाले होइन, दिमागले काम गर्नुपर्छ। यस पुस्तकमा सम्पत्ति र दायित्व एसेट्स र लायबिलिटीको फरक देखाउन खोजिएको छ। रिच ड्याड पुअर ड्याड किन महत्त्वपूर्ण छ? स्कुलमा पैसाको बारेमा शिक्षा दिइँदैन। डिग्री त पायौँ, तर कसरी कमाउने, बचाउने र लगानी कसरी गर्ने थाहा छैन। यस्तो सैद्धान्तिक शिक्षाले बेरोजगार मात्र उत्पादन गर्ने कुरा यस किताबमा रोबर्ट कियोसाकी बताउँछन् र पैसाको असली शिक्षाले मात्रै धनी बन्ने कुरा बताउँछन्। उनका दुई बाउ थिए, एक पढेका प्रोफेसर र अर्का अनपढ, तर जसले पढेका थिए उनलाई पैसाको म्यानेजमेन्टको बारेमा सिकाउन सक्दैनथे र जो अनपढ भएर पनि धनी बन्ने उपाय र पैसाको बारेमा ज्ञान दिन्थे ती अर्का बाउ थिए र उनले यस किताबमा जो पैसाको बारेमा सिकाउँथे उनलाई रिच ड्याड अर्थात् धनी बाउ भन्दथे र जो प्रोफेसर भएर पनि व्यावहारिक ज्ञान, पैसाको महत्त्व र कमाउने आइडिया सिकाउँदैनथे र सिकाउन सक्दैनथे तिनलाई पुअर ड्याड अर्थात् गरिब बाउ भनेका छन्। धनी बाउले रोबर्टलाई पैसालाई काममा लगाऊ, आफ्नो लागि लगानी गर, आफूले पैसाको लागि काम नगर, यो सिकाइले तपाईको आर्थिक जीवन बदल्छ, पैसाको महत्त्व बुझ भनेका छन्। यस बुकमा यही कुरालाई उजागर गर्न खोजिएको छ। यो बुक स्टुडेन्ट, जब होल्डर, बिजनेसम्यान र फाइनान्स स्वतन्त्रता चाहने जो सुकैले पनि सिक्न र पढ्न चाहने आवश्यक छ भनेर लेखक रोबर्ट कियोसाकीले आफ्नो बुकमा बताएका छन्। गरिब बाउ शिक्षित तर पैसाको व्यवस्थापन नजान्ने, धनी बाउ कम पढेको तर पैसाको पुरै ज्ञान भएका। रोबर्टले धनी बाउको सल्लाहबाट धनी बन्ने र यस पुस्तकमा तपाईलाई पनि धनी बन्ने सल्लाह दिन्छन्। त्यसैले उनी भन्छन् सम्पत्ति बढाउनुहोस्, घर, सेयर वा बिजनेसमा लगानी गर्नुहोस्, वित्तीय शिक्षा लिनुहोस्, आयका स्रोत थप्नुहोस्, जागिरसँगै साइड बिजनेस वा फ्रिल्यान्स गर्नुहोस्, डर र लोभलाई त्याग्नुहोस् र स्मार्ट आइडिया लिनको लागि नडराउनुहोस्, लोभलाई नियन्त्रण गर्नुहोस्, आफ्नो सिस्टम बनाउनुहोस् र बिजनेस वा लगानीको सिस्टम बनाएर स्वतन्त्र बन्नुहोस्। यदि तपाईँ 50,000 रुपैयाँ बचत गर्न सक्नुभयो भने त्यसलाई स्टक वा सानो बिजनेसमा लगानी गर्नुहोस्। सानो सुरुवातले ठूलो परिणाम दिन सक्छ। रोबर्ट कियोसाकीले यो आफ्नो बुक रिच ड्याड पुअर ड्याडमा यही कुरालाई इङ्गित गर्न खोजेका छन्।